Hello guys, welcome to my YouTube channel. This is Ganesh Devat and we are going to make a wonderful videos to all of my friends. So guys, as you are seeing in this video, we are going to make talk about the talk about national politics like Nepal. What is it happening in Nepal? So guys, अहिले हामीहरूको कन्डिसन भनेको यस्तो रहेछ नेपालमा कि केही नगर्न सक्ने टाइप केही गरे पनि केही नहुने भन्ने जस्तो हुन्छ। मान्छेहरू सब विदेश भागिरहेछन्, केही काम छैन अनि यस्तै सबै कुराहरूले हाम्रो देश यो आन्दोलन जेनजीको आन्दोलन भयो नि अनि तिनीहरूले गर्दा हामीहरूको झन् डेभलपमेन्ट चाहिँ अलि स्लो डाउन भयो। द मेनी केसेस आर गोइङ टु बी going on here in Nepal. So guys, what will be next? What will the next future of this life and in Nepal? So हामीहरूको कुरा के छ भन्नाले अब त भयो आन्दोलन भयो अनि प्रोटेस्टहरू पनि गरिरहेछन् मान्छेहरूले के गर्ने के नगर्ने भनेर। यही सन्दर्भमा भन्न चाहन्छु कि यो रोजगारहरू जुन हुन्छ नि त्यो छैन कि नेपालमा अनि हामीहरूले रोजगार कसरी लाउने त त्यो कुरा एउटा डिटेल एनालिसिस गर्नु पर्यो क्या। As Prime Minister has said that we are going to bring ex-Prime Minister in jail. So there will be a certain rules and regulation that corruption never take place again like that. Okay, the system has must be change हुनै पर्ने हुन्छ क्या। फेरि नत्र मान्छेहरू आउँछन् पोस्टमा भएपछि अभियसली दे विल मिसयुज दि पावर हो क्या। एन्ड सबै राम्रो हुन्छन् भन्ने कुरा त छैन नि त। अब मान्छेहरूले राम्रो नराम्रो सबै बुझेर पनि गर्नुपर्ने हुन्छ। सो गाइस, नेपालको सन्दर्भमा हेऱ्यो भने हाम्रो यो जुन लोकतन्त्र यो जुन सिस्टम छ नि अहिले जुन रिसेन्टली चलिरहेछ यति संसदहरूको कामै छैन क्या। हाम्रो सानो कन्ट्री हो न इन एरिया स्पेसिफिक, तर हामीलाई के चाहियो भनेले जस्तो पहिलाको शासन चल्थ्यो नि एज अ राजा मतलब त्यति पावर चाहिन्छ राजाको हातमै मतलब एकलौटी सरकार हुने कि यो पोलिटिकल पार्टी अनि यिनीहरूले काम छैन। जसो एउटा कुनै कुरा जसो पारित गर्नु छ भने होइन one one has bring good opportunity just like that something going to be made, okay, just let what we say legislature, okay, केही पारित गर्नु छ भने केही संसदहरू या नियम कानुनहरूमा अपडेट गर्न छ दुईटा पक्ष हुन्छ क्या। एउटा राम्रो राम्रो गर्न नदिनेहरू पनि हुन्छन् क्या। अनि तिनीहरूमा के हुन्छ भनेले राम्रो गरे पनि गरे पनि तर राम्रो गर्दाखेरि पनि त्यो डिस्कनेक्ट हुन्छ। जस्तो इक्जाम्पलको लागि मोदी इन्डियाको प्राइम मिनिस्टर होइन धारा 370 भन्छ नि काश्मीर इज त्यसको हटाउनलाई कति मान्छेहरू विरोध गरे तर त्यो चाहिँ कन्ट्रीको लागि त राम्रो थियो नि त होइन। बेनिफिट्स फर कन्ट्री देशको हितको लागि त्यो काम गरिएको तर हेर्नु न तिनीहरूको विपक्ष पार्टीले आफ्नो जिजान लगाइदियो के त्यो नहटोस् भनेर। वाइ क्यान यु गेस? I think there is something big going on there, okay. That's why to develop our nation or any nation, okay, there must be a great leader. The great leader हामीहरूले नै चुन्ने हो क्या। अब यो चुनाव आयो अनि चुनावहरूमा के हुन्छ भन्नाले the political party has the power, money and they utilize, okay, and they throw the money मासुभात दारू रक्सीहरू खिलाउने अनि भोट लिने त्यही त हो। त्यसैले गर्दा हाम्रो कन्ट्री अहिले डाउनफल भएको क्या। अहिले यो करेन्ट सिचुएसनमा आउनु भनेको हामीहरूले नराम्रो होइन भन्नाले अब तिनीहरूले पोलिटिकल इन्फ्लुएन्स गर्छन् गर्ने केही होइन ठुलो ठुलो कुरा मात्र गर्ने हो तर भन्ने मात्र हो गर्ने केही होइन तिनीहरू
जस्ट इन्फ्लुएन्स गर्छन् क्या आफ्नो भाषणले। जस्तो इक्जाम्पल केपी ओलीलाई भनौँ, केपी ओली सर हजुरको किन आज यति विरोध भइरहेछ? सर त के भन्ने अब, द्याट्स ए भ्रष्ट करप्टेड नेता हो। सो गाइस उहाँहरूले खास चाहिँ आउनलाई राजालाई हटाएको क्या तिनीहरू एज प्रचण्ड, एन्ड दे वान्ट टु बी इन पावर। अहिले संस्था विघटन भएको कुरा कारणले पनि तिनीहरूले के हुँदो रहेछ भने तिनीहरू पावर हेज गन के, एन्ड दे विल नेभर कम ब्याक आई थिङ्क इन दिस सिनेरियो। मेबी भविष्यमा के हुन्छ भन्ने कुरा, तर हामीहरूले डेभलपमेन्ट चाहिँ नेपालको धेरै अगाडि लग्नुपर्ने हुन्छ। So guys, I hope you understand what I am talking about. So guys, see you next time video. Bye bye. Take care.